जुन क्वेसनहरू चाहिँ लोकसेवामा एकदमै बारम्बार सोधिने प्रश्नहरूमध्ये आज हामीहरूले चाहिँ गत साल र भर्खरै मात्र हामीहरूलाई नासु खरिदा र अफिसर लेभलमा सोधिएको महत्त्वपूर्ण प्रश्नको आज हामीहरूले छलफल गर्न गइरहेका छौँ। भिडियोलाई चाहिँ स्किप नगरी हेर्नुहोला। जुन भिडियो हामीहरूले चाहिँ कोडिङ र डिकोडिङदेखि लिएर आएका छौँ एकदमै महत्त्वपूर्ण छ। यो भिडियो चाहिँ हामीहरूले एकदमै कम समयमा सल्भ कसरी गर्नु यो भिडियो चाहिँ हेर्नु होला है। अब इन अ सर्टेन कोड ल्याङ्ग्वेज एउटा सर्टेन कोड ल्याङ्ग्वेज दिएको छ 587 इज रिटर्न एस सी गुड पिक्चर भनेको छ। 587 छ नि 587 लाई के लेख्ने सी गुड पिक्चर भनेर लेख्ने हो। अब हेर्नुहोस् है बुझ्नुको लागि सी गुड पिक्चर भनेर यसरी लेख्नुहोस्। कति छ 587 छ। त्यसपछि के छ 539 इज रिटर्न एस के भनेको छ गुड एन्ड ब्युटिफुल भनेर के भने गुड एन्ड ब्युटिफुल। गुड एन्ड ब्युटिफुललाई के भनौँ कति 539 होइन 539। त्यसपछि के भनेको छ अनि 967 भने 967 लाई के पिक्चर आर ब्युटिफुल भन्नु के ला 967 न पिक्चर आर ब्युटिफुल भन्नु होइन। कति छ पिक्चर आर ब्युटिफुल भनेर कति थाहा छ 967 भनेर भनौँ। अब हामीलाई वाट इज द कोड फर द ओड एसी को जुन चाहिँ यस इ लेखेको छ नि यहाँ एसी को कोड कति हो भनेर हामीहरूलाई फाइन्ड गर्न भनेको छ। अब यस्तो टाइपको क्वेसन छ भने के गर्ने भनेर एकदमै ध्यान दिनुहोस्। सजिलो छ आत्तिनु पर्दैन। अब सी गुड पिक्चर भनौँ। अब यहाँ हामीलाई के दिएको छ भने यहाँ मिल्ने के छ हेर्नुहोस् है। यहाँ गुड छ यहाँ के छ एउटा गुड भन्ने छ यहाँसम्म क्लियरली भेटाइन्छ। यहाँसम्म समस्यै छैन छ र छैन। यहाँ गुड भनेपछि यहाँ के नम्बर मिल्छ सेम यहाँ के छ एउटा 5 छ एउटा 5 छ यो नम्बर गयो होइन। त्यसपछि अब हामीहरूले अब यो र यो नम्बरमा के मिल्छ अब मिलेन सी पिक्चर छ यहाँ एन्ड ब्युटिफुल छ मिलेन। तल हेर्नुहोस् है। अब यहाँ के छ पिक्चर छ यहाँ के छ पिक्चर छ यहाँ पिक्चर छ यहाँ पिक्चर छ देख्नुभयो नि। अब यहाँ कुन नम्बर मिल्छ यहाँ 7 छ यहाँ 7 छ यो 7 नम्बर पनि के भयो गयो। अब त्यसपछि अब हामीलाई के भनौँ ब्युटिफुल भनौँ। अब हामीलाई निकाल्न भनेको के छ एसी भनौँ होइन। अब हामीले गुड पिक्चर गइसक्यो। अब हामीहरूको 5 र 7 नम्बर पनि गइसकिसकेपछि अब हामीले चाहिँ अर्को के नम्बर फाइन्ड गर्न भन्नु भने सी को पत्ता लगाउनु पर्यो। के हो सीमा के बाँकी रह्यो 8 बाँकी रह्यो नि 8 होइन 8 कहाँ छ अप्सन ए इज द करेक्ट एन्सर। यस्तो टाइपको क्वेसन सोध्यो भने हामीहरूले के गर्नुपर्ने हुन्छ भने पहिला गुड कहाँ छ खोज्ने यहाँ सिम नम्बर कहाँ छ त्यो नम्बरलाई गोलोलाई काटिदिने होइन। त्यसपछि यहाँ पिक्चर छ अनि सिम नम्बर कहाँ छ खोज्ने यो र यो नम्बर गइसके बाँकी जे नम्बर भन्छ नि जे नम्बर फाइन्ड गर्न भन्छ नि त्यो नम्बरको यहाँ 8 बाँकी रह्यो यहाँ के रह्यो सी बाँकी रह्यो। हामीलाई के निकाल्नु भने सी निकाल्नु भने के नम्बर बाँकी छ 8 नम्बर बाँकी रह्यो भने हामीले 8 एन्सर त करेक्ट एन्सर बुझ्ने भयो नि। ल यस्तो टाइपको यसरी गर्नु है। र यस्तै टाइपको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र बेल आइकन पनि थिच्न नबिर्सिनु होला है त।